up you? Welcome to my new video. आज हामी हैन बिहान बिहानै कामतिर हिँडेको हैन भिडियो चाहिँ तपाईहरुमा ल्याउँदै छु गाइस। सो आज पानी परेको थियो बिहान हैन मैले 6 बजे भिडियो बनाएको थियो। त्यो पानी पर्दाखेरि चाहिँ मौसम चाहिँ चिसो हो जस्तो लागिरहेको थियो तर त्यो चाहिँ भएको छैन हैन झन् गरी भएको छ गाइस है। तर पानी पर्दा गरम हुनु आवश्यक के हो भन्ने कुरा हो क्या है। मौसम नै यस्तो छ मा कसम घाम पनि लागिरहेको छैन है भाइ। मलाई त्यो हिजो एउटाले भन्दै थियो यो चाहिँ पब्लिकमा कसरी चाहिँ मोबाइल क्यामेराहरू चाहिँ बोकेर हिँड्छ दाइ भन्दै थियो हैन। हेर भाइ यसरी हिँड्छु म, कसैले केही भन्ला पनि छैन हैन। मेरो ध्यान सिर्फ क्यामेरामा हुन्छ अनि त्यताउता हुँदैन। अब हेर्नेले हेरिरहन्छ भन्नेले भनिराख्छ बाले फरर है। त्यसरी काम गर्नुपर्छ भाइ होइन। त्यही हो भाइ, अरू त्यस्तो केही पनि छैन। नर्मल्ली हो, मोबाइल पकड भिडियो बनाऊ, क्यामेरामा फोकस देऊ, यताउता धेरै नदेऊ ध्यानहरू। यताउता ध्यान दियो भने उसो हुन्छ है। मैले यो गाडी आइरहेको थियो गाडीबाट होइन त्यसलाई हेरिरहेको छु मैले। हेर्नु त पिच त बाह्रै जान थाले। यो कुकुरलाई चाहिँ गर्नु मन लाग्यो के हो है। वे तिरिम भोसडीवाले बिहान बिहान उठेर होइन भ्लग बनाउनु भनेर चाहिँ हिँडेको म है। पानी पर्थ्यो अनि पानी परेपछि त्यस्तै भयो, बसेर भिडियो बनायो होइन। अब अहिले पनि ड्युटी जाँदैछु होइन। ओह भिडियोमा त्यति धेरै खास केही त हुँदैन है। त्यही भए पनि मैले चाहिँ एउटा के गर्छु भन्दाखेरि यतिकै होइन मोबाइल पकडेर भिडियो बनाउँदै हिँड्छु कि, किनभने त्यो आफूले एक्टिभ गर्नको लागि चाहिँ मैले भिडियो बनाइरहेको हुन्छु होइन। त्यसको साथसाथमा तपाईँहरूले पनि माया गर्नुपर्छ होइन है। हेर त भाइ तिम्रो बुहारी त्यही हो, अरू भनाइ केही पनि छैन। म आफू एक्टिभ हुनुको लागि चाहिँ भिडियो बनाउँछु क्या। यो पब्लिक यत्रो जनताको अगाडिमा यत्रो यो पक्क गरेर हिँड्न त सजिलो छैन नि त है। कतिले हेर्नलाई के हो यो के गरिराख भन्छ, कतिले के पागल भयो भन्छ होला होइन। तर मलाई मतलब छैन, गर्नु चाहिँ उपर भयो। यो चाहिँ यहाँको मार्केटहरू होइन विशाल भएर लिन आयो कि यहाँनिर चाहिँ सानो पानको पसल रहेछ। पानको पसल ए मेरो त घर छैन दिलमा बसल। उडो 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 पुरै उडो न। वाउ सो गाइस होइन यो चाहिँ पुरा चोकमा आइरहेको छ। हामी होइन रोड क्रस गर्दैछ, यताबाट नि गाडी उताबाट नि गाडी अनि आइदिन्छ हानिदिन्छ होइन। त्यही भएर रुक्न पर्दछ। सो रेड लाइट चाहिँ होइन जलिरहेको रहेछ कि। हामी यसरी हिँडिरहेको गाडी फ्याच्च हान्यो भने खत्तम भएर जान्छ त। यो चाहिँ रेड लाइट हो। यो सिस्टम भने चाहिँ एकदम बवाल हो होइन। हाम्रो नेपालमा पनि यस्तो हुनु पऱ्यो कि टक्क रेड लाइट हुनु पऱ्यो होइन। यस साइडमा टक्क बसेको हुनु पऱ्यो है। त्यही हो गाइस, अरू केही छैन। यो रेड लाइट हुनु भनेको एकदमै बेस्ट हो, जहाँ दुर्घटनाहरूबाट बच्छ होइन। यो चाहिँ घोडा सहर पारे मुभीको उस हो क्या होइन भाइ। फिल्मको होस् यार, फिल्म लाग्दो रहेछ यार बारमा। नयाँ मुभी लाग्दो रहेछ नि त। मुभी के हेर्नु यार होइन। आफ्नै मुभी बनाउनु गाह्रो हुन्छ यहाँ चाहिँ। आफ्नै फिल्म बनाउन टेन्सन छ यहाँ। अरू फिल्म के हेर्नु होइन। लोड त न हो भाइ। हेर त पक्क परि आइरहनु
छल 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 बगेको सपनी बडा गाडले उडाइदियो भाइ है। अनि म दुईजना केटीहरूलाई पनि यो म्यासेज दिन्छु है, मेरो भाइहरूसित होइन। भाइको लागि चाहिँ एउटा कमिटमेन्ट राख्छु है। म नम्बर पनि राखिदिन्छु, के अरे फेसबुक आइडी लिङ्क राखिदिन्छु ल तल। भाइ लज छ नि यहाँ धेरै केटीहरू भनिरहेको छु गाउँको सिधै सानो छोरो आउँदाखेरि है। यहाँ चाहिँ के रहेछ हौ, बिहान पानी परे पनि अहिले गर्मी भइरहेको छ धेरै, हिँडिरहेको पनि छ, त्यही भएर पनि होला होइन। पानी परेर हावा चलेको मजा आउँछ त। यो बाजेलाई बोलाउनु पर्छ, कामै छैन किन बोलाउने। गर्नु यार कति हो भने मैले चाहिँ साथीहरूलाई के भन्न चाहन्छु भन्दाखेरि होइन, जुन अहिलेको नयाँ नयाँ क्रिएटरहरू हुनुहुन्छ होइन, उहाँहरूले भिडियो बनाउँदाखेरि चाहिँ के गर्नुहुन्छ भन्दाखेरि एकदम के बोल्दाखेरि अलि एकदम स्लो मोसनले बोल्नुहुन्छ क्या। जस्तै होइन मैले अब हेलो एभ्रीवन अथवा हेलो गाइज वेलकम टु माई न्यू भिडियो भनेर यसरी अलिकति जोसमा भन्छु नि त। उनीहरूले चाहिँ के भन्छ नि, हेलो गाइज वेलकम टु माई भिडियो, स्वागत छ होइन, यो चाहिँ म यो गर्दैछु यसरी भने अलिक खुल्नु पऱ्यो नि, भोइस खुल्नु पऱ्यो, भोकल खुल्नु पऱ्यो, आफ्नो भोइसलाई चाहिँ दिन पऱ्यो होइन। छेउछाउमा भएको मान्छेहरू पनि भएको छ टाढा टाढा त्यसरी बोल्नु पऱ्यो क्या। त्यो त्यो माखा धरा जस्तो होइन नि, गाह्रो छ हो युट्युबमा काम गर्न केटाकेटीहरू है। राम्रोसँग एक्टिभ हुन सक्यो भने राम्रो छ, एक्टिभ हुन सकेन भने तिमीहरू चाहिँ भिडियो हाल्छौ लास्टमा हुने केही होइन है। त्यही भएर धेरै कुराहरू सोच्नु जरुरी छ, गर्नु जरुरी छ होइन। मेहनत बिना केही छैन यार। अब हामीले होइन एउटा दिनमा काम गर्छ होइन, काम गर्दाखेरि चाहिँ ओपर के हुन्छ, गर्मी हुन्छ, थकाइ लाग्छ होइन, घाउ हुन्छ, अनि पसिना वाइल आउँछ नि, अनि बल्ल के गर्छ हाम्रो दिनको एउटा ढ्याडे बन्ने गर्छ नि। हो सेम यता पनि यस्तै हो, लगातार भिडियो दिइरहेको छौँ भने चाहिँ युट्युबले पनि राम्रो ग्रो गर्यो होइन। अब भिडियोहरू छैन, अब हप्ता एक दुई दिनमा त्यही पनि के हो जस्तो आएको छ भने चाहिँ दिँदैन युट्युबले पनि। त्यही भएर युट्युब भनेको चाहिँ एउटा सरकारी नोकरी जस्तो हो होइन। एकचोटिलाई एक्टिभ भएर राम्रोसँग मेहनत गर्नुभयो भने तपाईँको जिन्दगी बनाइदिन्छ, मेहनत गर्नु भएन भने जिन्दगी यस्तै हो है। सो गाइस मैले चाहिँ यो हात बहुत दुख्यो यार, यहाँ चाहिँ पसल रहेछ होइन, त्यस्तै हो। यो सुरतको गर्मी यार उपर छ यार, पानी परे पनि यार के यो घाम बहुत भइरहेको छ, पसिना उपर आयो होइन। मैले चाहिँ भिडियो धेरै बनाउन सकेन गाइस। अब आउने दिनहरूमा फेरि अर्को भिडियोमा भेटौँला है। ओके बाइ। भिडियो चाहिँ एक लाइक चाहिँ गर्नु यार, कमेन्ट पनि छोड्नु है, अनि च्यानललाई सब्सक्राइब गर्नु होइन। च्यानल सब्सक्राइब गर्नु भएको छैन भने नयाँ हुनुहुन्छ भने जोडिनुहोस्, केही सिक्नुहोस् यार, केही गर्ने प्रयास गर्नुहोस्। खालि त्यो काम मात्रै गरेर भएन, काम गर्दा भइहाल्यो। काम नगर्दाखेरिको टाइमिङलाई चाहिँ अलिक युट्युबतिर टाइम दिन्छ यार होइन, त्यो हो। ओके थ्याङ्क यू सो मच गाइज। म चाहिँ अहिले राखेँ यार, ओभर गर्मी भयो यार, पागल भइसक्यो पसिना यार।